यहाँदेखि यहाँसम्म बनायो तर अब यहाँदेखि चाहिँ कहीँ जाने बाटै छैन कि ब्लक्सहरू लगाएको छ कि बाटो दामी बनाएको छ ब्लक्सहरूले। सोही गाइज वेलकम टु माई न्यू भ्लग। आशा तपाईँ सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। म आज अतरै जाँदैछु, एकछिन काम छ मेरो, के काम छ त्यही थाहा हुनेछ। म चाहिँ अतरै जान लाग्थेँ होइन, अनि त्यहाँ चाहिँ बाटो मेन रोडमा गर्मी छ धेरै, त्यही भएर म लामितालको बाटो आएको छु। हेर्न सक्नुहुन्छ बुद्ध मन्दिर। अनि यहाँ आज पनि लामिताल अलि राम्रो पनि बनाएको छ अरे, त्यही भएर हेर्न पनि आएको छु। हेरौँ कस्तो छ यहाँ आजभोलि बनाएको छ अरे राम्रो। त्यही हो, आज तपाईँलाई पनि लामिताल देखाउँछु है कस्तो छ भनेर। धेरैले देख्नु भएको होला, त्यही पनि जान्छु आज। म धेरै दिनपछि जान्ला। म पहिला गएको थिएँ फोटोसुटमा, आज धेरै दिनपछि हो भनौँ, महिनापछि दिनभन्दा। ओ देख सकते हैं बुद्ध मन्दिर। यहाँ शीतल हुन्छ कि त्यो बाटो गएपछि, मेन बाटो गएपछि अप्ठ्यारो हुन्छ, यहाँ शीतल हुन्छ। एकछिन कल आउनु लाग्छ है। एउटा साथी पनि आउनु लाग्छ कि उसको साइकल ल्याएको थिएँ मैले आज, अनि काम भनेको उसको साइकल पनि दिनु छ, यहाँदेखि क्यामेरा पनि लाग्नु छ, त्यही भएर साइकल ल्याएको थिएँ कि उसको मैले। उति बेला म लामिताल देखाउँछु तपाईँलाई, उति बेला त्यो पनि आउँछ, ठ्याक्क हुने हो टाइमिङ। कस्तो छ हेरौँ। सो म चाहिँ पुगिसकेँ लामिताल। राम्रो बनाएको छ आजभोलि यहाँ पहिलाभन्दा, हेर्न सक्नुहुन्छ। तर पुरै ब्लक्सहरू लगाएको छ कि बाटो दामी बनाएको छ ब्लक्सहरूले परैसम्म। मैले चाहिँ राम्रो लाग्यो है, मैले साइकलमा राखिदिएछु। मैले चाहिँ राम्रो लाग्यो, पहिला अब त्यति राम्रो थिएन, आजभोलि राम्रो बनाएको छ। भ्यू पनि उसै राम्रै देखिएको छ। अब त्यही हो, साथी आउने बेलासम्म वेट गर्छु होइन म। मेरो अलिक फोहोर पनि लागेको छ कि तल, यहाँ लास्ट फोहोर छ यहाँ। अनि पर धारा छ सायद, त्यहीँ धारानिर जान्छु, अलि उति बेला सफा गर्छु। साथी आउने बेलासम्म वेट गर्छु, अनि त्यसपछि त्यसलाई साइकल दिन्छु, अनि आफ्नो क्यामेरा लग्छु र जान्छु। त्यही हो, एकछिन घुमौँ यहाँ। उसै राम्रो बनाएको छ भनौँ। बस्ने पनि बनाएर रहेछ त आजभोलि नयाँ नयाँ, पुरै व्यवस्था छ यहाँ कपालहरूको लागि। भ्यू राम्रो छ, जे होस् हरियाली। उनीहरू यहाँ बस्छु है म, तपाईँलाई देखाउँछु यहाँको भ्यू कस्तो छ भनेर। वाउ, मैले त्यहाँनिर साइकल राखिदिएको छु। राम्रो छ यहाँको भ्यू। गर्मी पनि छ, गर्मी नभएको होइन यहाँ, गर्मी नहुने होइन। एकछिन रेस्ट बनाएर पनि एकछिन बस्छु म। साथी आउनु लाग्छ, वेट गर्छु। अब त्यही हो, तर सब्सक्राइब गर्न नबिर्सिनु होला है। फलो सब्सक्राइब गर्न, अलिक फलोवर्स बढिरहेको छैन कि त्यति, त्यही भएर जसले पनि भिडियो हेर्नुहुन्छ अहिले साथ सपोर्ट देखाउनु, सब्सक्राइब गर्नु, फलो गर्नु। त्यही हो। अब म चाहिँ अहिले लामितालको पुलमा आइसकेँ है। अलिक गर्मी बढी छ, मतलब घाम लागेको छ ट्याक्कै। पहिला सुरुमा बन्ने बेला चाहिँ यो पुलमा मान्छेहरू अलि आउँथे फोटोसुट गर्न, फोटोसुट खिच्न। म पनि पहिला आएको थिएँ, पहिला नि सुरुमा बन्ने बेला यहाँ मान्छे हुन्थ्यो, अलिअलि, धेरै त हुन्थेन, हेर्न सक्नुहुन्छ। अब यो पुल चाहिँ अब मलाई लाग्छ बेकारमा बनायो, बस यहाँदेखि यहाँसम्म हो, यहाँसम्म बनायो, यहाँदेखि कहीँ जाने बाटै छैन। हेर्न सक्नुहुन्छ, म गएर देखाउँछु है तपाईँलाई। अब पुल चाहिँ बनायो ठिक छ, तर पुल चाहिँ यस्तो बनायो हेर्नु होला, यहाँदेखि यहाँसम्म बनायो तर अब यहाँदेखि चाहिँ कहीँ जाने बाटै छैन कि। अब किन बनायो होला, यहाँदेखि बाटै छैन भने खालि यस्तै सोको लागि बनायो एक हिसाबले चाहिँ हो है, फोटोसुट। बाटै छैन अब त्यहाँ कहीँ जाने भनेपछि यहाँनिर पुल के चाहिएको थियो र। मलाई त लाग्छ यो पुल अब बेकारमा बनायो। तपाईँलाई कस्तो लाग्छ कमेन्टमा भन्नु होला है। तर भ्यू चाहिँ राम्रो लाग्छ है यहाँको, पुल नराम्रो लागे पनि भ्यू चाहिँ राम्रै। त्यो चाहिँ पानी छ, अनि म एकछिन अलिक फोहोर लागेको छ, त्यो सफा गर्न जान्छु है। त्यो ब्लक्सहरूको बाटो बनाएर त्यो चाहिँ राम्रो गरेको छ है लामितालमा, राम्रो पनि देखिएको छ। अब अलि पुरै फोहोर हुन्थ्यो कि, मान्छे हिँड्न पनि गाह्रो हुन्थ्यो। त्यहीँ यता चाहिँ छैन, अब त्यहीँ बनाएको छ, त्यही भएर राम्रो छ।
पुलभन्दा चाहिँ राम्रो छ। त्यही हो, उस्तै बसेको छु म अहिले एकछिन। साथी आउनु लाग्छ, एक्लै छु म। क्या सोच रहे हो दिमाग पे। म चाहिँ एकछिन पानीकोमा जान्छु है, अहिले सफा गर्नु पऱ्यो, फुल लागेको छ कि। मजा आइरहेछ साइकलमा घुम्न, देख सकते हैं आप लोग। म चाहिँ पुगिसकेँ धारा भएको ठाउँमा, हेर्न सक्नुहुन्छ। चिसो हुन्छ तर यहाँको पानी चाहिँ है। वाउ, पानी चाहिँ मस्त चिसो छ है। यस्तो गर्मीमा चिसो पानी भिडाउनु भनेको अमृत जस्तै हो। वाउ, मजा आ गया। मेरो तल अलिक फोहोर भएको छ खुट्टा। तपाईँहरू चाहिँ लामिताल आएपछि कोही पनि पानी पिने चाहिँ नबिर्सिनु होला है। क्या फिल आउँछ यस्तो गर्मीमा, यस्तो चिसो पानी, मजा आउँछ। कति बेला पो आउने हो त्यो, यहाँ वेट गरेर थाकिसकेँ। यहाँ चाहिँ भलिबलको आवाज आइरहेको क्या, यहाँ स्कुल ग्राउन्ड छ यहाँ नजिकै। खै जानु पऱ्यो एकछिन, प्र्याक्टिस गर्छन् कि डेली साँझ स्कुलमा विद्यार्थीहरू। एकछिन जान्छु है त्यहाँमा। म चाहिँ फेरि त्यही साइड आइसकेँ जहाँबाट गएको थिएँ म। त्यसलाई साथीलाई आउनु दिन्छु अनि चाहिँ ग्राउन्डमा जान्छु, एक्लै जान्न। एकछिन रेस्ट गर्छु, यहीँ बस्छु भनौँ, रेस्ट त के छ। त्यसलाई कल गर्छु है म एकछिन। ऊ चाहिँ आउँदैछ उति बेला। अब म चाहिँ कहीँ जान्न, गर्मी भइहाल्यो, बसिरहेको छु एकछिन यहीँ। अझ भ्यू देखाइहाल्छु है तपाईँलाई म। देख सकते हैं। मान्छेहरू पनि आएको छैन। यो चाहिँ आएन, म चाहिँ अब ग्राउन्डमा आइसकेँ। यसको वेटिङमा थिएँ। यो चाहिँ यहाँ बसेको छ मजाले। ग्राउन्डमा हेर्न सक्नुहुन्छ। तर पनि खेलिरहने, गेमहरू खेलिरहन् सबै। यस्तै छ, एकछिनमा म घर जान्छु। मोबाइल मागेर ल्याएन। अब चाहिँ म घर जान्छु होइन। अब यहाँ बसेर पनि के गरौँ, सब गेम खेलिरहन्। यो खाली उसै आएर यहाँ ग्राउन्डमा आएर बसेको छ बेकारमा। भाइको के चल्ली अब घर जान्छु, यहाँ बसेर पनि के गर्ने, गेममा त्यति आजभरि इन्ट्रेस्ट खत्तम भइसक्यो। सो म चाहिँ घर पुगिसकेको छु होइन। अब आइसकेँ घर। आज एक्लै भयो नि, लामितालमा रमाइलो भयो भनौँ, त्यस्तै छ। सो आई होप कि तपाईँलाई आजको भिडियो राम्रो लाग्यो होला। राम्रो लागेपछि लाइक सब्सक्राइब फलो गरिदिनु होला। अब त्यही हो, भाइले साथ सपोर्ट देखाउनु होला। मिलते हैं नेक्स्ट व्लॉग में, तब तक के लिए बाय बाय। थैंक्स फॉर वाचिंग वीडियो।